सकियो। दुर्गा आमा र जितुको अवैध प्रेम सम्बन्धको घिनलाग्दो रहस्य अब सबैको अगाडि छताछुल्ल भयो। आमा खुवाउने दिन दुर्गा आमालाई सरप्राइज दिन पुगेकी मुनाले आफ्नै आँखाले आमा र जितुको अनैतिक चर्तिकला देखेपछि आफ्नो पाप लुकाउन दुर्गा आमाले आफ्नै दुई बुहारी मुना र कमलालाई जंगलमै काटेर मार्न सुपारी दिँदा के अब कहानीमा दुवै बुहारीको विभत्स अन्त्य हुन लागेको हो त? मुना र कमला जंगलमा अपराधीहरूबाट घेरिएर रोएको र जंगलमा खुकुरी चम्किएको दृश्य झल्किने बुहारी सिरियलको भाग 285 ले दर्शकहरूको मुटुको धड्कन निकै बढाएको छ। कथामा सबैभन्दा ठूलो भूकम्प त्यति बेला गयो जब आमाको मुख हेर्ने दिन मुना र कमला खुसी हुँदै दुर्गा आमाको घर पुग्छन्। तर घरभित्र लुकेर बसेका दुर्गा आमा र जितुको अवैध सम्बन्ध मुनाले थाहा पाउँछे। आफ्नो इज्जत माटोमा मिल्ने डरले बौलाएकी दुर्गा आमाले जितुको सहायताले सिरियलकै सबैभन्दा क्रूर निर्णय लिन्छिन्। उनले मुना र कमला घर पुग्नुभन्दा अगाडि नै उनीहरूको बोली सधैँका लागि बन्द गर्न ज्यान लिन 1 लाख रुपैयाँको सुपारी दिएर कन्ट्याक्ट किलर पठाउँछिन्। जंगलको बाटो जाँदै गरेका मुना र कमलालाई हतियारधारी अपराधीहरूले घेरेर रुखमा बाँध्छन् र उनीहरूको गर्दन रेट्न खुकुरी उठाउँछन्। तर कहानीमा महाधमाका तब हुन्छ जब 15 दिन अघि मर्यो भनिएको राम र उनको साथमा रूपा शेर र शेरनी जस्तै गरी जंगलमा हतियार सहित इन्ट्री मार्छन्। आगामी भागको धमाकेदार ट्विस्ट र नयाँ अपडेटहरू। 1. राम र रूपाको महाकाउन्टर अट्याक र बुहारीहरूको ज्यान जोगिने। अपराधीहरूले मुना र कमलाको गर्दन काट्न खोज्दै गर्दा कालको मुखबाट बचाउन राम र रूपाले एक्सन लिनेछन्। राम जिउँदै फर्किएको देख्दा सुपारी लिएर आएका गुण्डाहरूको सातो उड्नेछ। जंगलमै राम र रूपाले ती अपराधीहरूलाई तह लगाएर मुना र कमलाको ज्यान बचाउनेछन्। 2. दुर्गा आमा र जितुको पापको घडा फुट्ने। मुना र कमला मरेको खुसियाली मनाउन तयार भएका दुर्गा आमा र जितुको अगाडि जब राम, रूपा, मुना र कमलासँगै उभिनेछन् तब दुर्गा आमाको खुट्टा मुनिको जमिन भाँसिनेछ। आफ्नै ससुरा र ज्वाइँ रामेलाई मार्न खोज्ने जितु र दुर्गा आमाको करतुत अब गाउँलेका अगाडि उदाङ्गो हुनेछ। 3. बिकी र विशालको घमण्ड खरानी हुने। गाउँमा रामे मर्यो भन्दै श्रुति राज्य चलाउन खोज्ने र रमेशकी बहिनीलाई 24 घण्टाभित्र गाउँ नछोडे इज्जत लुट्ने धम्की दिने बिकी र विशाललाई अब विदेशबाट फर्किएको नयाँ युवा शंकर र रमेशले मात्र होइन, जिउँदो फर्केको रामले यसरी तह लगाउनेछ कि उनीहरू फेरि कहिल्यै शिर ठाडो गरेर गाउँ पस्न सक्ने छैनन्। के रामले आफ्नै आमा दुर्गा र जितुलाई कानूनको कठघरामा उभ्याउला या दुर्गा आमाले आफ्नो इज्जत जोगाउन अर्को कुनै भयानक खेल खेल्लिन्? हेर्न नभुल्नुहोला बुहारी सिरियलको आगामी महा एपिसोड। यस्तै धमाकेदार ट्विस्ट र अपडेटका लागि हाम्रो च्यानललाई अहिले नै सब्स्क्राइब गर्न नबिर्सिनु।